उषा नाम गरेकी ती राति सुतेको समयमा तिनले सपना देखेछिन्। त्यो सपनामा अनिरुद्धलाई देखेछिन्। अनिरुद्धलाई देखेपछि यति मन पर्यो कि इनलाई कसरी विवाह गर्ने होला, यिनी बिना अरूसँग त म विवाह गर्थे। अहिले विवाहको लगन चलिरहेको छ जस्तो छ, जताततै खालि विवाहकै मात्र प्रसङ्ग आइरहेको छ। नभएको चिजमा जो हो भन्ने भावना छ, यही नै मायाको प्रभाव हो। प्रभु यो मायाको प्रभावबाट कसरी तर्ने राजाले प्रश्न गर्नुभयो। प्रबुद्धले उत्तर दिनुहुन्छ, यसका लागि त एउटै उपाय छ, शास्त्रको वचनमा दृढ भएर लाग्ने। आदरणीय मान्यजन, हाम्रो कथा सुन्नुपर्छ। हामीले संस्कृत त सुन्यौँ, संस्कृत बुझेनौँ भन्ने पनि प्रश्न आउँछ हाम्रो मनमा। जसरी आगोलाई नजानेर छोए पनि पोल्छ, बिख नजानेर खाए पनि मरिन्छ, त्यसै गरी औषधि नजानेर खाए पनि विषय हुन्छ। त्यस्तै संस्कृत यी मन्त्रबाट बनेको व्यासजीको कृपा हामीले सुन्यौँ। त्यो थाहै नपाए पनि हामीलाई ज्ञान, भक्ति, वैराग्य र त्याग उत्पन्न गराउँछ अन्तस्करणमा गएर। यो सिद्ध कुरा हो। त्यसैले अब हामी तै पनि फेरि अलिकति हाम्रा भाषामा पनि सुन्नै पर्छ। त्यसैले त पाठ गर्ने एउटा, कथा गर्ने अर्को राख्ने प्रचलन हो। अब हामीले रुक्मिणी विवाह भन्दा यता अलिकति मात्रै बढेका छौँ हिजो कथा। बाँकी प्रसङ्गहरू अहिले 12 बजेसम्म केही र 12 बजेपछि फेरि 4 बजेसम्म केही जति भ्याएको गुरुजीका चरणमा अर्पण गरिदिनु हुन म अनुरोध गर्दछु। जय श्री राधे। श्री गणेशाय नमः। श्री सरस्वती नमः। वक्रतुण्ड महाकाय सूर्यकोटि समाप्रभा निर्विघ्नं कुरु मे देवा सर्वकार्येषु सर्वदा। सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी हंसवाहन संयुक्ता विद्यादानं करोतु मे। सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। अहोबकीयं स्तनकालकूटं जिघांसयापाय यदाप्यसाध्वे लेभे गतिं धातृचितां ततोऽन्यम् खं वा दयालुं शरणं व्रजेम। हे नाथयो पतितको अपराधविर्षि पक्री लगाम तलखस्न न देव बिनते। जो पर छ दुःखय समा सपना गराओ। हे कृष्ण शांति रस को सरिता बहाओ। हे कृष्ण शांति रस को सरिता बहाओ। जय जय राधा रमण
जय जय नवल किशोर, जय जय गोपी चित्त चोर प्रभु, जय जय माखन चोर, जय जय माखन चोर। माखन चोर भगवान को, सद्गुरुदेव भगवान को, भागवत भगवान को, सप्ताह ज्ञान महायज्ञ को, वैदिक सत्य सनातन धर्म को। ओम नमः पार्वती पतये। हर 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 महादेव शंभो। जय 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 श्री राधे श्याम। कली कलम सहारी मुरलीधारी, गोपी चित्त चोर, नंद नंद श्री कृष्णचंद्र भगवान को चरण में वंदन अर्पण गर्दै, गुरुदेव भगवान को स्मरण गर्दै, भगवान का भक्त कृष्ण आचार्य जी को, सपरिवार को सत्संकल्प, सतीक्षा, सद्भावना, संपूर्ण आफ्ना आफन्तहरूको साथ सहयोग र आचार्य कुलका सबै यस ग्रामवासीका सम्पूर्ण भक्तहरूको सद्भावद्वारा समायोजित र महेश संस्कृत गुरुकुल देवघाट धामको विशेष आशीर्वादद्वारा समायोजित परम मंगलमय भगवत स्वरूप श्रीमद् भागवत महापुराणको आज चरम दिवस अन्तिम दिन को प्रातःकालीन पाठ पारायण सत्र पश्चात कथा सत्रमा समुपस्थित व्यासमा आसीन पाठ पारायण कुशल पाठ पारायण गर्नुहुने सुशील वाली गुरुजी, आचार्य गुरु, भगवान का नाम प्रेमी भजनानंदी भक्त महानुभाव, हाम्रा यस कार्यक्रमलाई जोडेर हामीलाई जोड्नुहुने कर्ता परिवारको मित्र हुनुभएका र हाम्रो देवघाट धाम महेश संस्कृत गुरुकुलको अन्नदाताको संयोजक रहनुभएका हाम्रा आदरणीय पिताजी रामप्रसाद पिताजी र त्यसै गरी भगवत चरणानुरागी भागवत श्रवण गर्न पधार्नु भएको पाल्नु भएका सम्पूर्ण श्रद्धालु भक्तहरूलाई सबैलाई स्वागत गर्दछु र अभिनन्दन गर्दछु। सबैले भन्नुहोला राधे 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 राधे। हामी केही दिन अघिदेखि भगवानको भागवत, भगवानका लीलाहरू जहाँ गाँसिएको छ र दिव्य फूलको माला जसरी बनाइन्छ त्यसै गरी भगवानका चरित्रहरू, भक्तका चरित्रहरू, लीलाहरूलाई उनेर गाँसेर सुन्दर दिव्य माला। कस्तो माला भन्दा हामीले लगाएको दुबोको माला जस्तो होइन जो एकैछिनमा सुकिजाओस्। यस्तो दिव्य माला जसको प्रयोग जति व्यक्तिले गर्नुहुन्छ त्यति धेरै फैलिँदै फैलिँदै फक्रिँदै फक्रिँदै अझ ताजा हुँदै हुँदै जाने यस्तो भागवत रूपी माला जो भगवानका अनि भगवानका भक्तका लीला चरित्रहरू जहाँ उनिएका छन्। जसले यो माला त म लगाउँछु भनेर धारण गर्छ उसले त्यति नयाँ बनाएर अरूलाई दिन्छ। पुराण भनेको त्यही हो, जसले भनिरहनुहुन्छ सुन्नेले सुनिरहनुहुन्छ तर त्यसको छुट्टै आनन्द प्राप्त भइरहन्छ। त्यही एउटै कथा, त्यही एउटै चिज सुन्दा सुन्दा भयो दिगदारी भयो भन्ने हामीलाई त्यो चिन्ता नहुँदैन। फरक फरक त्यही कथा, त्यही आख्यान हुन्छ तर भगवानका भक्तको मुखार बिन्दबाट जब प्रवाहित हुन्छ उहाँहरूले हृदयमा आफ्नो अनुभूतिका साथ जब त्यो कथालाई प्रवाह गर्नुहुन्छ, बगाउनुहुन्छ तब छुट्टै आनन्द, छुट्टै रस, छुट्टै अनुभूति अनि छुट्टै उमङ्गको त्यो वातावरण त्यहाँ सिर्जना हुन्छ। त्यस्तो भागवत हामीले श्रवण गरिरहेका छौँ। हामीले सुनेकै कथा सुनेको हो तर आनन्दको अनुभूति हरेक क्षण नयाँ नयाँ भइरहन्छ। हरेक पटक सुन्दा नयाँ नयाँ नवीन नवीन आनन्दको अनुभूति भइरहन्छ। अतः
भागवत पुराण जो पुरानो भएर पनि कहिल्यै पुरानो हुँदैन, त्यही भएर पुराण हामी श्रवण गरिरहेका छौँ। 6 दिन अगाडिबाट भागवतलाई हामीले भुकाएर आज 7औं दिनसम्म पाठ पारायण गर्यौं। पाठ पारायण अत्यन्त राम्रो आनन्ददायक यस्तो किसिमको पाठ पारायण कि मैले मेरो त कामै थिएन जस्तो लाग्छ मलाई। यति स्पष्ट बुझिने, नबुझ्ने व्यक्तिले पनि ध्यानपूर्वक सुन्दाखेरि पाठैबाट भनेको कुरा बुझिने, धेरै सुन्नेहरूले त संस्कृत नपढ्दा पनि बुझिने किसिमले त्यस्तो कुशलतापूर्वक पाठ पारायण भयो, हामीले श्रवण गर्यौं। र त्यसपछि हामीले कथा गर्ने जो चलन गरेका छौँ त्यो कथा पूर्ण नभएको कारणले गर्दा विवाहको उत्सव अनि भगवानका यी दिव्य लीला चरित्रहरूलाई विस्तारै गान गर्दै गर्दा हामी जहाँ आइपुगेर रोकेका थियौँ हिजोको दिनमा, त्यसपछिका प्रसङ्गहरू अब प्रस्तुत हुँदैछन्। केही समय मध्याह्नसम्म र त्यसपछि दिउँसो फेरि हामी जुट्नेछौँ। भगवानका अनन्त धेरै विवाहहरू भएका छन्। विवाह भएपछि जो रुक्मिणी महारानी हुनुहुन्थ्यो उहाँबाट प्रद्युम्न आदिको जन्म भएको थियो, हामीले यतिसम्म सुन्यौं। र गृहस्थ जीवनमा कहिले के को चिन्ता कहिले के को चिन्ताले गर्दाखेरि आनन्द हुँदैन रे सधैँभरि। यहाँ रुक्मिणीसँग एकपटक भगवान कृष्णले ठट्टा गर्नुभएको छ। रुक्मिणीलाई भन्नुभयो, एक दिन बसेर भन्नुभयो, रुक्मिणी मलाई एउटा प्रश्नले जहिले जिस्काइरहन्छ, कौतूहल बनाइरहन्छ हृदयमा। रुक्मिणीले भन्नुभयो, पतिदेव के प्रश्न हो? भगवान भन्नुहुन्छ, हेर देवी, तिम्रो विवाह कोसँग हुन ठिक्क परेको थियो भन्दा शिशुपालसँग। तिमीले त्यस्तो अवस्थामा मसँग भागेर विवाह गर्यौ, तिमीले के देख्यौ म भित्र त्यस्तो? न त ममा कुनै गुण छ, न त मेरो जन्मको ठेगान छ, न त मेरो आफ्ना आफन्तको ठेगान छ। हेर म त रण छोड युद्ध स्थलबाट छोडेर हिँडेको मान्छे, मलाई तिमीले किन रोज्यौ भनेर प्रश्न गर्नु। रुक्मिणीलाई जो विवाह भएको केही वर्ष बितिसकेको छ, भगवान कृष्ण सोध्नुहुन्छ, रुक्मिणी तिमीले मलाई नै किन मन पराएर विवाह गर्यौ? हेर तिमी त शिशुपालसँग विवाह गरेको भए त रानी भएर बस्थ्यौ, तर म त राजा भएको छैन, मेरो त राजा हुने सौभाग्य छैन। त्यस कारणले गर्दा तिमीले मलाई किन त्याग गर्यौ, मलाई किन स्वीकार गर्यौ, शिशुपाललाई किन त्याग गर्यौ? प्रश्न सोध्नुभयो। प्रश्न सोधिसके पछाडि रुक्मिणीको अनुहार मलिन हुन थाल्यो। भगवान कृष्णले अझ पनि फेरि अझै भन्दै जानुभयो कि रुक्मिणी हेर केही बिग्रिएको छैन, अहिलेसम्म पनि केही बिग्रिएको छैन। हेर त्यस्ता त्यस्ता व्यक्तिले तिमीलाई चाहेका थिए, शिशुपाल जस्ताले, अहिले पनि केही बिग्रिएको छैन। तिम्रो इच्छा छ भने तिमी जान सक्छौ भनिदिनु भएको। रुक्मिणी महारानी त बेहोस हुनुभयो, त्यही लड्न थाल्नुभयो। भगवानले हत्तपत्त आफ्नो 4 हातले गर्दा आफ्नो हस्तले रुक्मिणीलाई यसरी छेक्नुभयो, लड्न दिनु भएन र अँगालो मार्नुभयो। त्यसपछि रुक्मिणी केही समय बेहोस हुनुभयो। भगवानले यसो हम्किएर पानी छर्किएर रुक्मिणीलाई बिउजाउनु भयो। अनि त्यसपछि भगवानले हाँस्नुभयो, देवी तिमी त साँच्चै सम्झिएछौ, तिमीले त मैले त जिस्किएको थिएँ, मैले त रमाइलो गरेको थिएँ। हेर यो गृहस्थ जीवनमा हामी बसिरहँदा रहिरहँदा आनन्द हुँदैन, कहिले के विषयले दुःख दिइरहन्छ। गृहस्थहरूको आनन्द भनेकै यही ख्याल ठट्टामा त हो। तिमीले कुरो बुझिनौ, मैले त ख्याल ठट्टा मात्रै गरेको हो। भक्तवत्सल भगवानको, राधा रमण भगवानको। भगवानले भन्नुभयो, रुक्मिणीले भन्नुभयो, होइन प्रभु हजुरले भनेको कुरा सबै सत्य हो। भगवान किन हे भगवान यो सत्य हो सबै कुरा? भगवान त तर्सिनुभयो। त्यसपछि रुक्मिणीले भन्नुभयो, प्रभु हजुरले जो मेरो जन्मको ठेगान छैन भन्नुभयो त्यो अत्यन्त सत्य कुरा हो। किनभने हजुर त परब्रह्म परमात्मा स्वरूप हुनुहुन्छ। त्यस कारणले गर्दा हजुरको जन्म भयो भने त हजुर त शादी भइहाल्नुहुन्छ नि, भनेको अन्त्यवाला हुनुहुन्छ हजुर। हजुर त कहिले पनि अन्त नहुने खालको हो। त्यसकारण हजुरको जन्म भएको छैन, हजुरले भनेको एकदम ठिक हो। अनि भन्नुभयो, हजुरले शिशुपालसँग मेरो तुलना गर्न मिल्दैन जो भन्नुभयो हजुरले, त्यो पनि सत्य हो। किनभने शिशुपाल कहाँ राग द्वेषले भरिएको एउटा राक्षस कुलको, हजुर कहाँ परब्रह्म परमात्मा स्वरूप, तुलना त गर्नै मिल्दैन।
जे भगवानले ख्याल ठट्टामा प्रश्न गर्नुभएको थियो सबैको सही सही उत्तर रुक्मिणीले दिनुभयो। त्यसपछि भगवान कृष्णले भन्नुभयो, रुक्मिणी तिमी यति ज्ञानी र यति विद्वत्ताले भरिएकी थियौ भन्ने कुरा मैले थाहै पाएको थिएँ। आज हेर तिमीसँग मैले यो ख्याल ठट्टा नगरेको भए त तिम्रो ज्ञानको बारेमा मलाई थाहै नहुने रहेछ भनेर भगवान पनि प्रसन्न हुनुभयो। र यसरी गार्हस्थ्य जीवन भगवान कृष्ण रुक्मिणी आदिको चलिरहेको थियो। र त्यसपछि जो प्रद्युम्नको पनि जो विवाह भइसकेको छ रतिसँग, र ती प्रद्युम्नबाट अनिरुद्धको जन्म भएको छ र अनिरुद्धको जन्म भयो। अनिरुद्ध हुर्किँदै जानु। भगवानको 4 चतुर्व्यूह मानिन्छ, वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्ध। वासुदेव भगवान कृष्ण स्वयं हुनुभयो, त्यसपछि संकर्षणको रूपमा बलराम हुनुभयो, त्यसपछि प्रद्युम्न हुनुहुन्छ कामदेवको स्वरूपमा भगवानको चतुर्व्यूह र अर्को चतुर्व्यूहको अन्तिम अनिरुद्ध भगवानकै स्वरूप। यसरी चतुर्व्यूह जसरी राम अवतारमा भगवान चतुर्व्यूहको रूपमा आउनु भएको थियो, लक्ष्मणलाई शेषको रूपमा लिएर आउनु भएको थियो नि त। लक्ष्मणले खूब सेवा गर्नुभएको थियो रामको। त्यस कारणले गर्दा भगवान रामले अब भाइको सेवा गर्न त मिल्दैन थियो, त्यसकारण शेष अवतारमा दाइलाई पठाएर राम जो बलरामलाई पठाएर बलरामको सेवा गर्न भगवान कृष्ण भाइ बनेर आउनु भएको छ। यस्तो दिव्य भगवानको लीला रहेको छ चतुर्व्यूहमा जो भगवान अवतरित हुनुभएको थियो। त्यसपछि जो अनिरुद्ध हुनुहुन्थ्यो, अनिरुद्ध एकपटक सुतिरहनु भयो, रातिको समयमा थियो, समय थियो। बाणासुरकी छोरी थिइन् उषा नाम गरेकी। ती राति सुतेको समयमा तिनले सपना देखेछिन्। त्यो सपनामा अनिरुद्धलाई देखेछिन्। अनिरुद्धलाई देखेपछि यति मन पर्यो कि यिनलाई कसरी विवाह गर्ने होला, यिनी बिना अरूसँग त म विवाह गर्थे। अहिले विवाहको लगन चलिरहेको छ जस्तो छ, जताततै खालि विवाहकै मात्र प्रसङ्ग आइरहेको छ। भक्तवत्सल भगवानको भगवानका विवाह, भगवानका छोराका विवाह हुँदा हुँदा नातिको विवाह चलिरहेको छ। त्यसपछि उषाले सपनामा देख्नुभयो, भोलिपल्ट प्रातः कालमा कुम्भाण्ड नाम गरेका मन्त्री थिए बाणासुरका, ती मन्त्रीका छोरी थिइन् चित्रलेखा। तिनको काम चित्र बनाउने थियो। उषाले आफ्नै साथी थिइन् चित्रलेखा, सबै कुरा भनिन्, हेर मलाई त फलानो केटो मन पर्यो, के गर्ने होला। अब फलानो केटो भन्ने थाहा छैन, यस्तो आकृतिको मन पर्यो। अब फेसबुक सर्च गरेर हेर्ने कुरो भएन, त्यो जमानामा थिएन। त्यसपछि चित्रलेखाले भन्यो, तिमी चिन्ता नगर, म सबैको चित्र बनाउँदै जान्छु, कुन चित्र चाहिँ तिमीले सपनामा देखेको पत्ता लगाऊ। त्यसपछि चित्रलेखा चित्र बनाउँदै बनाउँदै जानुभयो। बनाउँदै जब भगवान कृष्णको चित्र बनाउनु भयो, त्यसपछि ओहो यस्तै अनुहारको हो, तर यी चाहिँ होइन, यी ठ्याक्कै चाहिँ होइन, तर यिनी जस्तै छन् भनेर तिले उषाले भन्यो। त्यसपछि प्रद्युम्नको चित्र बनाउनु भयो। प्रद्युम्नको चित्र बनाएपछि अनि ती जो उषा थिइन् ती उषाले भनिन्, यी पनि होइनन्, तर यीसँग अझै धेरै मिलेको छ, मैले देखेको पुरुषको अनुहार यीसँग अझै धेरै मिलेको। त्यसपछि प्रद्युम्न सुन्दर भनेकी थिइन्, चित्रलेखाले उषाले अत्यन्त सुन्दर हुनुहुन्छ भनेकी थिइन्। त्यही भएर सुन्दर व्यक्तिहरू खोज्दै गर्दा चित्र बनाउँदै जाँदा जब अनिरुद्धको चित्र बनाउनु भयो चित्रलेखाले, त्यसपछि जब चित्र चट्ट हेर्नुभयो उषाले, त्यसपछि तल लजाउँदै तल हेर्नु। भन्नुको मतलब यिनै हुन् भन्न खोज्नु भएको। अब यिनै हुन् भनेर मुखले भन्ने कुरा भएन, लजाएर भुइँतिर हेर्नुभयो। चित्रलेखाले विचार गर्नुभयो, थाहा पाउनुभयो यिनै हुन् भनेर। उषा हजुर चिन्ता नगर्नुहोस्, यिनलाई म जसरी पनि लिएर आउँछु। रातिको समयमा सुतिरहनु भएको थियो। अब दैत्यको मायाको शक्ति हुन्छ दैत्य पुत्रीहरूसँग। चित्रलेखाले सुतिरहेको बेला त्यो सुतिरहेको खाट नै बोकेर पलङ सहित अनिरुद्धलाई लिएर उषाको घरमा ल्याएर राखिदिनु भयो, कोठामा ल्याएर राखिदिनु भयो। बाणासुरलाई थाहा छैन, तर भित्रै हुनुहुन्छ अनिरुद्ध, चित्रलेखा, उषा, अनिरुद्ध। एकपटक ख्याल ठट्टामा त्यहाँ कुराकानी चल्दै गर्दा अब खुसो गरेर बोल्नु पर्ने थियो। अनिरुद्ध र उषाले खुसो काना खुसी गरेर बोल्नु पर्ने थियो, किनभने सेवकहरूले सैनिकहरूले थाहा पाउँथे। तर एकपटक
बोल्दा बोल्दै ठुलो स्वरमा हाँस्दिनु भएछ, लुकेर बसेको बिर्सिनु भएछ, हाँसेको हाँस्दा त सैनिकहरूले थाहा पाए। सैनिकहरूले थाहा पाएपछि दौडिएर गए बाणासुर कहाँमा, प्रभु बर्बाद भयो, खत्तमै भयो। के भयो भनेको, हामी एकदम तैनात भएर सेवामा बसेको छौँ, हाम्रो दृष्टिबाट कतै लुकेको छैन, गडबड केही भएको छैन, हामी उङेका पनि छैनौँ। हामी त्यसरी हजुरको यो सेवा गरेर, छोरीको सेवा गरेर बसेको, तर प्रभु त्यो कोठाभित्रबाट त पुरुषको आवाज आयो, लौ बर्बाद भयो। बाणासुर दौडिँदै आएर हेरेको त कृष्णको आकृतिको व्यक्ति देख्न, को भनेर सोधेको अनिरुद्ध, जो कृष्णको नाति हुनुहुन्थ्यो। अनिरुद्धलाई देखिसकेपछि बाणासुर अत्यन्त रिसाए, बन्दी बनाए अनिरुद्धलाई। अब यतापट्टि त त्यो भयो, भगवान कृष्ण जता हुनुहुन्छ, प्रातःकालमा नाति खोज्दा त नाति छैनन्, हराए। खोज्दा खोज्दा गरेको पत्रिकामा छपायो, कतै नाति भेटियो। त्यसपछि पत्रकार महोदय आउनुभयो, नारदजी, भक्तवत्सल भगवानको। नारदजीले आउनुभयो, दुःख मानेर बसेको देखेर सोध्नुभयो, के भयो? नारदजीलाई भन्नुभयो, नाति हराए, खोजेको खोजै छैन। त्यसपछि नारदजीले भन्नुभयो, हेर्नुहोस्, पञ्चे बाधा सहित जानुहोस् नाति खोज्न। कहाँ जाने भनेको? बाणासुरको राज्यमा। किन भनेको त्यहाँ बुहारीसँग बसेका छन्, तर बाणासुरले बन्दी बनाएर राखेका छन्। जानुहोस् सैनिक सहित, तर जन्ती सहित जानुहोस्, नारदजीले भन्नुभयो। त्यसपछि जानुभयो। गइसके पछाडि बाणासुर गाउँमा भगवान शिवजी रक्षा गर्नका लागि भनेर बस्नु भएको थियो, द्वारपालको रूपमा बस्नु भएको थियो। कृष्ण भगवान आउनुभयो। आइसके पछाडि अब भगवानले जान दिनु भएन। भगवान र कृष्णको, कृष्ण भगवान र भगवान रुद्रको युद्ध भयो, त्यहाँ लडाई झगडा भयो। भइसके पछाडि अन्तिममा त्यहाँ ज्वरहरूको लडाई भएको छ। अन्तिममा भगवान शिवलाई प्रार्थना गर्दै भगवान कृष्णले जो कुरा बताउनु भयो, भित्र हाम्रो नाति छन्, तिनैलाई लिन आएको प्रभु, हजुरसँग त युद्ध गर्न खोजेको होइन। त्यसपछि भगवान रुद्रले भने हारिदिनु भयो। त्यसपछि बाणासुरसँग युद्ध भयो र युद्ध भएर अन्तिममा अनिरुद्धलाई र उषालाई नै लिएर आएर नाति सहित फेरि घरमा आएर धुमधामका साथ विवाह सम्पन्न भयो, विवाह महोत्सव भयो। अब भगवान श्री कृष्णका विभिन्न एनिभर्सरीहरू, वर्ष, वैवाहिक वर्षगाँठहरू मनाउँदै मनाउँदै धेरै वर्ष बितेको छ। अब भगवानका यति धेरै सन्तान भयो कि हरेक श्रीमतीबाट 10-10 जना सन्तान हुँदै हुँदै त्यहाँ त यति ठुलो भयो कि संख्या। भगवानले विचार गर्नुभयो, यी मेरा सन्तानहरू धेरै भन्दा धेरै छन्, अब यिनीहरूमा अहंकार चढेको छ। भगवानले थाहा पाउनुभयो। एक पटक जंगलमा खेल खेल्नलाई लिएर जानु भएको थियो। बच्चाहरू खेल्दा खेल्दै खेलेको त्यो बल चाहिँ गएर एउटा कुवामा डुबेछ। जानुभयो, सबै भगवानका पुत्रहरू गएर बल निकाल्न खोजेको, बल भेटिँदैन, आउनै खोज्दैन। त्यसपछि कृष्ण कहाँ आएर प्रार्थना गर्नुभयो। प्रार्थना गरेर गएको त त्यो कुवामा त एउटा छेपारो लडिरहेको रहेछ। भगवानले त्यो छेपारोलाई यसो छोइदिनु भएको। त्यो छेपारबाट त दिव्य स्वरूप प्रकट भयो। नृगो नाम नरेन्द्रोहम इक्ष्वाकुतनय प्रभो दानी स्वाख्याय मानेषु यदि ते कर्णमस्पृशम। भगवान कृष्णले सोध्नुभयो, हजुर को हुनुहुन्छ? तिनले भने, प्रभु मेरो नाम नृग हो। अब एउटा व्यक्तिको बोलीबाट थाहा हुन्छ कि उसको कुन किसिमको हो, कुन किसिमको खानदानको हो भन्ने कुरा बोलीबाट थाहा हुन्छ। नृगा राजाको यहाँ अभिमानपूर्ण शब्दावली प्रयोग भएको छ। प्रभु मेरो नाम नृगा हो, म राजा हुँ, इक्ष्वाकु वंशको राजा हुँ। हजुरले पक्कै पनि दानीहरूको नाम सुन्ने क्रममा हजुरको कानले मेरो नामको पनि स्पर्श गरेको हुन सक्छ। यो भन्नु भनेको म दानी हो भन्न खोजेको हो, म अत्यन्त ठुलो दानी हो। त्यसपछि तिनले भने, प्रभु मैले यस्ता यस्ता दिव्य गाईहरू दान गरे, जो गाईहरू कस्ता थिए त भन्दा पयस्विनी तरुणिः शीलरूप गुणोपपन्नः कपिला हेमशृङ्गी। मैले एकदम धेरै दुध दिने खालका गाई, भर्खर भर्खर ब्याएका दुध दिने खालका गाईहरू, अनि फेरि
घरमा अब रिस उठेर खालि हानेको हाने गरेर दान गरे हो कि भन्ने होइन प्रभु। अत्यन्त शील स्वभावकी गएर सुमसुमे आउँदा जसलाई पनि दुध दिँदाखेरि दिने खालकी त्यस्तै शीलहरू गाईको दान गरेको। अनि यति मात्र होइन प्रभु, जो सिङ छ त्यो सिङमा त सुन लेपन गरेर त्यसपछि खुरहरूमा चाँदी लेपन गरेर मैले गाई दान गरेको हो। अनि फट्याइ गरेर भ्रष्टाचार गरेर कमाएको होला, लेपिहाल्छौ नि भनेर प्रश्न कसैले गर्ला भनेर मृगा राजा भन्नुहुन्छ, होइन होइन प्रभु, न्यायोर्जितारूप्य खुराहा सबत्सा दुकुल माला भरणा ददावहम। प्रभु मैले एकदम न्यायद्वारा जो सम्पत्ति मसँग छ त्यही सम्पत्तिको प्रयोग गरेर मैले दान गरेको हो। भगवानले भन्नुभयो, यति ठुलो दानी अनि यो छेपारो चाहिँ कहाँबाट हुनु परेको त? यति ठुलो दानी व्यक्ति छेपारो हुन्छ कहीँ भनेर भगवानले प्रश्न गर्नुभयो। र त्यो मृगा राजा भन्छन्, होइन प्रभु, त्यहाँ एउटा गडबडी भयो। छोराहरू हुनुहुन्छ, भगवान कृष्णका छोराहरू हुनुहुन्छ। यो सबै दृश्य छोराहरूलाई केन्द्रित गरेर सुनाउँदै हुनुहुन्छ है प्रसङ्ग। त्यसपछि त्यो मृगा राजा भन्छन्, प्रभु मैले दान त खुब गरेँ, तर एकपटक के भयो त भन्दा मैले एउटा गाई दान गरेँ ब्राह्मणलाई। ब्राह्मणले त्यो गाईलाई लिएर जानुभयो, तर त्यो ब्राह्मणको घरबाट त्यो गाई भागेर मेरै गोठमा आएछ। अब मेरो 2-4 वटा गाई हो र प्रभु, लाखौं लाख गाई हुन्थे, मैले त्यो एउटा गाई कहाँबाट चिनिन। फेरि अर्को पटक त्यही गाई संकल्प गरेर अर्को ब्राह्मणलाई दान दिएछु, नथाहा पाएर। पछि दुवै ब्राह्मण खोज्दै आए, गाई खोज्दै आउँदा दुईटाको झगडा भयो। उनीहरू दुवैले त्यो गाई त्यागेर गए। त्यस कारणले गर्दा मैले एउटै चिज 2 पटक दान गरेका कारणले गर्दा मलाई अपराध लाग्यो। त्यही भएर अहिले म छेपारो बनेर बसिरहेको छु। ब्राह्मणहरूले श्राप दिनुभयो, त्यही भएर छेपारो बनेर बसेको छु। भगवानले संकेत गर्नुभयो। त्यसपछि मृगा राजा भगवानलाई दण्डवत प्रणाम गर्दै गए। भगवानले भन्नु, देख्यौ पुत्रहरू, तिमीहरू उद्दण्ड भइरहेका छौ। राज्यको शक्तिले अनि बलको शक्तिले तिमीहरू उद्दण्ड भइरहेको छौ। सावधान भएर बस। हेर, यसरी ब्राह्मणको अपमान गरियो भने त सबै कुलै सखाप हुन्छ भनेर भगवानले ब्राह्मणको अत्यन्त प्रशंसा गर्दै भन्नुहुन्छ, कृष्ण परिजनम प्राह भगवान देवकी सुत ब्रह्मण्य देवो धर्मात्मा राजन्याननुशिक्षयन्। हेर, ब्रह्मस्वं हि विसम्प्रोक्तं नास्य प्रतिविधिर्भुवि भन्नुहुन्छ। हेर, यो ब्रह्मस्व भनेको त यस्तो हो, संसारमा त्यो ब्रह्मस्वलाई पचाउने कुनै वस्तु नै छैन। राजस्व ब्रह्मस्व भनेको, राजस्व भनेको राज्यको सम्पत्ति, ब्रह्मस्व भनेको दान गरिएको ब्राह्मणको सम्पत्ति। यो त पचाउन अत्यन्त गाह्रो हुन्छ। जब ब्रह्मस्व झुकिएर पनि यसरी आउँदा छेपारो भएर बस्नु पर्यो। त्यस्ता मृग राजा जो त्यस्ता दानी थियो भने, हेर छोरा हो, तिमीहरूले ब्राह्मणको धन सम्पत्ति केही गरेर प्रयोग गर्यौ भने त तिमीहरूले त हेर, तिमीहरू मात्र खराब हुँदैनौ, तिमीहरूले त पुरा कुललाई नै नष्ट गर्छौ। त्यसकारण ब्राह्मणको सम्पत्ति भनेको अत्यन्त सावधान भएर प्रयोग गर्नुपर्छ। ब्राह्मणको आदेश बिना ब्राह्मणको सम्पत्ति हरण गर्यो भने त्यो व्यक्तिको कल्याण, त्यो कुलको कल्याण हुँदैन, सबै कुल समूल नष्ट हुन्छ। ब्रह्मस्वं दुरनुज्ञातं भोक्तं हन्ति त्रिपुरुषम। त्यसकारण हे बाबु हो, यो ब्राह्मणको धन सम्पत्तिमा कहिले पनि आँखा शिक्षा दिनु भएको छ। र जब राजस्वको छली अथवा राजस्वको ग्रहणलाई ठुलो अपराध मानिएको छ। किनभने राज्य भनेको भगवानको स्वरूप हो। जुन देश छ त्यो हरेक देश भगवानको स्वरूपमा रहन्छ। जसले त्यो राज्यको राजस्व छली गर्छ अथवा भ्रष्टाचार गर्छ, त्यो व्यक्तिले परमात्मासँग द्वेष गरेको हुन्छ। अतः राजस्व पनि पच्नलाई गाह्रो हुन्छ। जसले राजस्व गडबड गरेर जीविका चलाएको छ, त्यो व्यक्तिलाई यही जुनीमा पनि सुख हुँदैन र त्यो व्यक्तिको
सन्तान छोराछोरी पनि बिस्तारै बिस्तारै खिँदै 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 जान्छ। भक्तवत्सल भगवानको, राधारमण भगवानको, सद्गुरुदेव भगवानको। र यसरी भगवानले आफ्ना पुत्रहरूलाई शिक्षा दिनुहुन्थ्यो। एक पटक भगवान कृष्णलाई बलरामले भन्नुभयो होइन, द्वार कहिले काहीँ त वृन्दावन पनि जानुपर्छ, जाउँ भनेर भन्नुभयो। भगवानले भन्नुभयो होइन, म जान्न, हजुर जानुहोस् दाजु भनेर बलराम भगवानलाई पठाउनु भयो यता वृन्दावनतिर। वृन्दावनतिर पठाइसके पछाडि उता पौण्ड्रक आदि नाम गरेका राजाहरूले आक्रमण गरे भगवान कृष्णका। यसरी पौण्ड्रकले आफ्नो शरीर बनाएछ नि भगवान वासुदेवको जस्तो सर्लक्कै परेको। त्यसपछि भगवान वासुदेवले मेरो यत्रो धेरै चिन्तन गरेका कारण तिमीलाई सद्गति दिन्छु भनेर भगवानले पौण्ड्रकको वध गरेर तिनको कल्याण गर्नुभयो। र एकपटक दुर्योधनकी पुत्री लक्ष्मणा रहेछिन्। तिनको विवाहको स्वयंवरको समय रहेछ। त्यो स्वयंवरको समय हुँदा साम्ब जो भगवानको जाम्बवतीको पुत्र साम्ब हुनुहुन्थ्यो, साम्ब चाहिँ पुग्नु भएको रहेछ दुर्योधनको त्यो स्वयंवर सभामा, लक्ष्मणाको स्वयंवर सभामा। त्यहाँ गएको यसो हेरेको राम्रे राम्रे लाग्यो, मन पर्यो लक्ष्मण। अब के गर्ने त भन्दा हरण गरेर लिएर जानुभयो। लिएर गइसके पछाडि अब यता भगवान कृष्ण अनि त्यसपछि जो बलराम हुनुहुन्छ, बलरामको शिष्य थिए दुर्योधन। थाहा पाए कि साम्बले लक्ष्मणलाई अपहरण गरे। त्यसपछि साम्ब स्वयंलाई पनि बन्दी बनाएर दुर्योधनले राखे। भगवान कृष्ण बलराम लिन भनेर जानुभयो। जब जानु भएको थियो जाँदाखेरि सन्देश पठाउनु भयो। सन्देश पठाइसके पछाडि दुर्योधन आएर अब आफ्नो त गुरु हुनुहुन्छ, बलराम गुरु हुनुहुन्छ, शिक्षा दिनु भएको थियो जनकपुर आएको समयमा। त्यस कारणले गर्दा गुरुको दण्डवत प्रणाम गरे। त्यसपछि गुरु बलरामले भन्नुभयो, बाबु मलाई त ढोकिरहेका छौ, मेरो नातिलाई मेरो छोरालाई उता लगेर थुनिरहेको थियो, छोरालाई लिएर आऊ। प्रभु त्यो त हुँदैन। त्यसपछि तिनले रिसाए, दुर्योधन रिसाए। उनले रिसाएर भन्न थाले, हेर्नुहोस् हजुरको सम्मान गरेको छु भन्दैमा यो गुरु होइन। हजुरहरू भनेको अब यहाँ दुर्योधनको भाषा प्रयोग कस्तो भएको छ भने आरुरुक्षत्युपानद वै शिरो मुकुट सेवितम। हेर्नुहोस् यो जुत्ताको सम्मान गरियो भनेर कहिले पनि जुत्तालाई शिरमा लगाउनु हुँदैन। भन्न खोजेको के भन्दा दुर्योधनले त भने तिमीहरू जुत्ता जस्ता हो, हामीले तिमीहरूको सम्मान दियौँ भन्दैमा टाउकोमा चढ्न हुँदैन। माया गर्यो भने टाउकोमा चढ्न हुँदैन भन्ने जो नेपाली उखान छ त्यस्तै प्रयोग गरे। त्यसपछि बलरामलाई अब रिसा हुनुहुन्थ्यो। बलराम आफ्नो हलो निकाल्नु भयो। हलो निकालेर जो दुर्योधनको राज्य थियो, धृतराष्ट्रको राज्य, त्यो राज्यमा हलोको सियो गाड्नु भयो। त्यसपछि तान्दिनु भयो। तानेको त त्यो राज्य नै पल्टिँदै यमुनातिर तेर्सियो। त्यसपछि दुर्योधन आदिले प्रार्थना गरे, प्रभु भयो हजुरको पराक्रम मैले बिर्सिएर हजुरसँग बोल्ने दुस्साहस गरे, क्षमा गर्नुहोला भनिसकेपछि भगवान बलरामले छाडिदिनु भयो। र अहिले पनि भगवान बलरामको त्यो शक्ति सामर्थ्यलाई प्रदर्शन गर्नलाई अहिले पनि त्यो राज्य चाहिँ थोरै गङ्गातिर यमुनातिर ढल्किएको छ। राधारमण भगवानको, बलराम भगवानको। यसरी बलरामका पनि विभिन्न लीलाहरू भएका प्रसङ्ग यहाँ वर्णन गरिएको छ। र भगवान कृष्ण बेला बेला इन्द्रप्रस्थ राज्यमा आउनुहुन्थ्यो। आएर पाण्डवहरूलाई सहयोग गर्ने, सेवा गर्ने त्यस अवसर प्रदान गर्नुहुन्थ्यो। यसरी भगवान कृष्ण पाण्डवहरूको प्रेम प्रसङ्ग भावनाको जो मिलन हो त्यो बेला बेला भइरहेको छ। जो अगाडिको प्रसङ्ग महाभारतको जो प्रसङ्ग अगाडि आउँछ ती प्रसङ्गहरूको पनि यही बीचमा वर्णन भएको छ। र यसरी बलरामले गर्नुभएको भगवानसँगको भक्तहरूसँगको अनि ती दानवहरूसँग मार्नु भएको लगायतका विभिन्न लीला चरित्रहरू वर्णन गरिएको छ। र यहाँ भगवान श्री कृष्णका अनन्य साथी सुदामाको प्रसङ्ग आइपुगेको छ। भगवानका प्रिय सखा जो गुरुकुलमा हुनुहुन्थ्यो, गुरुकुलमा रहँदाका साथी। कृष्णस्यासीत् सखा कश्चित् ब्राह्मणो ब्रह्मवित्तमा विरक्त इन्द्रियार्थेषु प्रशांतात्मा जितेन्द्रिय। भगवान कृष्ण का अनन्य सखा कश्चित ब्राह्मणो ब्रह्मवित्तमा। सुखदेव स्वामी यस्तो शब्दको प्रयोग गर्नुहुन्छ।
ब्राह्मण हुनुहुन्थ्यो। कस्तो ब्राह्मण भन्दा ब्रह्मवित्तम, परमात्मा परब्रह्म स्वरूप तो आफूभित्र रहेको चेतन तत्त्व ब्रह्मलाई जान्ने खालका त्यस्ता ब्राह्मण हुनुहुन्थ्यो। विरक्त इन्द्रियार्थेषु, इन्द्रियहरूमा उहाँको जो विषयहरूमा इन्द्रियको राग हो त्यो राग केही पनि थिएन। इन्द्रियहरूबाट उहाँ अलग हुनुहुन्थ्यो। इन्द्रियहरूको पछि लाग्नु हुँदैन थियो। आँखाले देखेको पछि पछि लाग्नु हुँदैन थियो। जिब्रोले मागेको चिज खान सधैँभरि दौडिनु हुँदैन थियो। इन्द्रियलाई जितेर बस्नु भएको थियो। अनि दुखी हुनुहुन्थ्यो कि भन्दा होइन, होइन, प्रशान्तात्मा, अत्यन्त प्रसन्न भएको उहाँको आत्मा भनेको उहाँको शरीर स्वरूप रहेको थियो। विषयको भोगबाट सुख प्राप्त हुन्छ जस्तो लाग्छ, तर त्यस्तो होइन। जब मन शान्त राख्छ व्यक्तिले, विषय गर्ने इच्छा नै मनमा जब पैदा हुँदैन, तब आनन्दको मूल प्रवाह हुन्छ हृदयमा। जितेन्द्रिय यस्तो हुनुहुन्थ्यो सुदामाजी। यद्यपि भागवतमा श्रीदामा भनेर उहाँको वर्णन गरिएको छ, तर हामीले कथा गर्ने क्रममा सुदामा शब्दको प्रयोग गर्दा सबैले धेरै बुझ्ने भएको कारणले गर्दा त्यही सुदामा भन्ने शब्दकै प्रयोग हामीहरूले पनि गर्छौं। तर श्रीदामा जो भगवानको भक्तको वास्तविक नाम रहेको छ। भगवानका भक्त त त्यस्तो हुनुहुन्छ श्रीदामा, तर यहाँ पत्नीको वर्णन गर्दै भन्नुहुन्छ पतिव्रता पतिम प्राह म्लायता वदनीन सा दरिद्रा सीदमानासा वेपमानाभिगम्य च। अब पति हुनुहुन्छ जितेन्द्रिय प्रशान्त आत्मा। अब पति डाक्टर हुनुहुन्छ भने अथवा पति मास्टर हुनुहुन्छ भने पत्नी यसै मास्टरनी, 2 कक्षा नपढेको भए पनि मास्टरनी सहाय भनिन्छ। अब पति डाक्टर हुनुहुँदो रहेछ भने डाक्टरनी सहाय भनिन्छ। यही नै हो सामान्य हिसाबमा। अब भनेपछि यस्तो प्रशान्त आत्मा जो हुनुहुन्छ श्रीदामा, सुदामा चाहिँ उहाँको पत्नीको वर्णन गर्ने क्रममा भनिन्छ दरिद्रा सीदमाना। दरिद्रा हुनुहुन्थ्यो अरे, दरिद्र स्वभाव। अब दरिद्र भनेको के हो त भन्दा जसको मन असन्तुष्ट छ त्यही दरिद्र। घर सम्पत्ति टन्न छ, घर छ, घोडा छ, गाडी छ, सबै छ, तर उसको हृदय कि पुगेन पुगेन, हाम्रो त केही छैन, के गर्नु, जम्मा 4 मात्र घर छ, अरूको 10 वटा छ, यस्तो यस्तो भावना भयो भने त्यो दरिद्री भावना, त्यसैलाई दरिद्र भन्छ। अब त्यो दरिद्र विचार भएको व्यक्तिले पाल टाँगेर बसेका बाटामा सडकमा जो यात्रा गर्दै गर्दा सडकमा पाल टाँगेर बसेका व्यक्तिलाई हेरेर आनन्द मान्ने हो। किनभने हेर यसरी पनि त जिन्दगी व्यतीत हुँदो रहेछ। मसँग त घर छ, मसँग त सम्पत्ति छ, जागिर छ, साइकल भए पनि छ हिँड्ने, अथवा अहिले त साइकल हुँदैन, मैले तलै झरेर बोलेको, घर छ मसँग त यस्ता यस्ता चिज ओहो भनेर सौभाग्यशाली मान्ने हो। त्यो व्यक्ति सुखी हुन्छ। होइन भने धन सम्पत्तिकै कुरा मात्र गरेर म सुखी छैन भन्ने हो भने त यो संसारमा विश्वको जो धनी व्यक्ति छन् ती व्यक्ति पनि यो हिसाबले चाहिँ सुखी छैनन्। किनभने धनले सुख दिने हुँदै होइन, निश्चित आफ्नो समस्या पूर्ति हुनुपर्छ, धनको यति प्रयोजन हो, तर धनले पूर्ण रूपमा सुख दिने होइन। त दरिद्र स्वभाव भनेको के हो त भन्दा पुगेन 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 भन्ने भावना नै दरिद्री स्वभाव हो। त्यही भएर दरिद्रा भन्नुभयो। अब श्रीदामाकी पत्नी जो सुशीला नाम बोलिन्छ, तर भागवतमा सुशीला नाम भनेर कतै उल्लेख भएको छैन। जो सुशीला भनिन्छ, सुशीला कस्तो हुनुहुन्थ्यो अरे त भन्दा दरिद्रा सीदमाना। किन दरिद्रा भन्दा अब उहाँलाई दरिद्र भन्नुको पनि तात्पर्य छ। किनभने पतिहरूले त घरमा ए लु पस्का पस्का भनेर भन्ने हो। अब छ छैन, चामल छ छैन, ग्यास सकिएको छ कि के थाहा, त पत्नीलाई थाहा हुन्छ। त्यही भएर पत्नीले नै हो जहिले पनि छैन छैन भन्ने, सकियो सकियो भन्ने कसले हो? पत्नीले हो। अब पति त कहिले त्यो भोजन गर्नुभन्दा अघि चुलामा पसे पो थाहा हुन्छ छ कि छैन भन्ने। त्यही कारण पत्नीले के भन्ने त भन्दा मसला सकियो, नुन सकियो, घिउ सकियो, आज त पनिर खाऊ, जतिखेर भनेको भने गर्ने भयो भएर उहाँको दरिद्र हो कि भन्ने खालको। यद्यपि नेपाली शब्दमा प्रयोग भए जस्तो त दरिद्र यो भनेर गाली गरेको त्यो हेपाईको शब्दको प्रयोग चाहिँ यहाँ होइन। उहाँको स्वभाव यस्तो किसिमको थियो भन्ने मात्र कुरा हो। अब बिचरा अभावको समस्या त माताहरूलाई थाहा हुन्छ। यस्तोसम्म अभाव व्यतीत गर्नुभएको थियो सुशीलाले। सन्तानहरूले भन्थे कि
आमा भोक लाग्यो, यति अब पति नकमाए पनि मागेर लिएर आएको भए त हुन्थ्यो, माग्न पनि लजाउने, कमाउँदा पनि नकमाउने, अनि खुवाउने चाहिँ कसरी त आमालाई चिन्ता पर्दैन। यस्तै थियो अवस्था। अब पति उहाँको व्रत के थियो भन्दा अकिन्छ नमाग्ने व्रत थियो। सुदामाको नमाग्ने व्रत थियो। कसैले श्रद्धापूर्वक ल्याएर दियो भने लौ यो पकाऊ आज खाऊ, आज द्वादशी आयो भनेर त्यो ल्याएको कसैले ल्याएर दिएको चाहिँ दिनुहुन्थ्यो, त्यही खानुहुन्थ्यो। अब त्यो त पतिको स्वभाव भयो। पति पो जतिखेर सन्तुष्ट, आमालाई त अब छोरा छोरीलाई भोक लाग्दा कसलाई गएर भन्ने त भन्दा पतिलाई त कसैले भन्दैन, आमालाई नै गरेर पत्नीलाई नै गएर भन्छ। बच्चाहरूले गएर आमालाई भन्थे आमा भोक लाग्यो, त्यसपछि जब भोक लाग्यो भन्थे बच्चाहरूले आमालाई गएर, त्यसपछि आमाले भन्नुहुन्थ्यो बाबु आज त व्रत हो, खाना हुँदैन। अब छैन त्यो एउटा अभावको त्यो चरम सीमा, खाना दिने वस्तु आफूसँग छैन भनेपछि के गर्ने त भन्दा बाबु आज व्रत हो, आज खानु हुन्न, आज मंगलबारको व्रत, भगवान खुसी हुनुहुन्छ आज व्रत बस्यो भने। अर्को पटक खाना खोज्दा बाबु आज एकादशी भने जहिले भए पनि कहिले के व्रतको रूपमा उहाँले आफ्ना छोराहरूलाई खुवाउन सक्नु भएको थियो। सन्तानलाई त्यति अत्यन्त दुःखदायक क्षण थियो, अवस्था थियो। कहिले काहीँ त भोग लाग्यो भनेर साँझको समयमा भन्थे, अब जहिले पनि व्रत भनेर त साध्य लाग्दैन थियो। आगो बाल्नुहुन्थ्यो, त्यो आगो बालेर त्यो भित्र भाँडो पनि बसाल्नुहुन्थ्यो, पानी पनि बसाल्नुहुन्थ्यो, र त्यहाँ कहिल्यै नपाक्ने ढुङ्गाहरू राख्नुहुन्थ्यो र भन्नुहुन्थ्यो बाबु पाक्दैछ है, पाकेपछि खाउला। अब बच्चा दिनभरि खेलेको बच्चा गलेको हुन्थ्यो, आमाको काखमा बसेर निदाउँदै बाबु पाकेपछि खाउला भनेर थम्थम्याउनुहुन्थ्यो, बच्चाहरू त्यतिकै निदाउँदै। यस्तो किसिमको अवस्था, अत्यन्त दयनीय अवस्था थियो। त्यस कारणले गर्दा सुशीलालाई यो शब्दको यहाँ प्रयोग गरियो। एक पटक सुशीला घरमा हुनुहुन्थ्यो, पतिदेव साधनाका लागि कतै जानुभएको थियो। एकजना ऋषि आइपुग्नुभयो, यो त सुदामाको कुटी होइन भन्दै आइपुग्नुभयो। हो प्रभु यो सुदामाकै कुटी हो, हजुरको हुनुहुन्छ भन्दा अनि त्यसपछि व्याख्या गर्नुभएको छ सुदामा त भगवान कृष्णका अनन्य प्रेमी भक्त हुन् नि भनेर बताइदिनु भएको छ। त्यतिखेर भगवान कृष्णको बारेमा सबैलाई थाहा थियो। थाहा भइसके पछाडि जब आफ्नो पतिको यस्तो महत्व थाहा पाउनुभयो, पति बेलुका आउनुभयो, सुशीलाले भन्नुभयो प्रभु हजुरको त कृष्ण साथी हो रे, कसरी थाहा पायौ तिमीले भनेर सोध्नुभयो। एकजना ऋषि आउनु भएको थियो, हजुरको त अनन्य प्रेमी भक्त हुनुहुन्छ अरे, त्यस कारणले प्रभु एकपटक जानुहोस्, भगवानको दर्शन गर्नुहोस्, उहाँ त महाराजाको रूपमा रहनु भएको छ रे, त्यहाँ गएपछि त सबै चिज पाइन्छ प्रभु, एकपटक जानुहोस्। सुदामाले भन्नुभयो होइन देवी, माग्नका लागि भगवानको मन्दिरमा जान हुँदैन, पछि विचार गर्नुभयो होइन माग्न त नमागे त भइहाल्यो नि, तर दर्शन त कमसे कम भगवानको हुन्छ, कमसे कम दर्शन गर्नका लागि भए पनि जान्छु भनेर अयम हि परमो लाभ उत्तम श्लोक दर्शनम, यस्तो विचार गर्नुभयो। यही हो जीवनको लाभ कि भगवानको दर्शन गर्न आज पाइन्छ भन्ने जो कल्पना भयो, मनमा इच्छा आयो, त्यसपछि सुदामा घरबाट निस्किन लाग्नु भएको थियो। यसो विचार गर्नुभयो, ओहो भगवानकोमा जाँदा त खाली हात जान हुँदैन, केही न केही त लानुपर्छ, फलफुल भेटी अथवा जे आफूसँग हुन्छ घरको चिज लगेर भगवानलाई चढाउने हो भन्नुभयो। सुशीला केही छ भने ल्याउ त, खानेकुरा भगवानलाई चढाउनु पर्यो भन्दा बिचरा सुशीलाले केही भएको भए त बच्चालाई खुवाउँथिन्, थिएन केही पनि। अब पतिले मागिसके पछाडि ओल्लो घर पल्लो घर जानुभयो, गएर माग्नुभयो मलाई केही खानेकुरा दिनुहोस्, उनीहरूले दिए, अलिअलि चामल दिए, त्यही चामललाई पोको पाकी पार्नुभयो र दिनुभयो प्रभु यो लगेर भगवानलाई अर्पण गर्नुहोला, कृष्णलाई अर्पण गर्नुहोला भनेर सुदामाको हातमा राखिदिनु भयो। सुदामा त्यही पोकोलाई लिएर हिँडिरहनु भएको छ। अत्यन्त गलेको शरीर, उहाँको स्वरूप वर्णन यस्तोसम्म गरिन्छ कि कपडा धुजा भएको, सिलाउँदा कपडा हराएको, त्यो सिलाएको धागो मात्र रहेको, त्यस्तो खालको उहाँको शरीर, त्यो अत्यन्त गलेको शरीर, वृद्ध शरीर लिएर सुदामा भगवानको दर्शन गर्नका लागि भनेर घरबाट निस्किनु भयो। भगवानले थाहा पाउनु भयो मेरो प्रिय भक्त मलाई दर्शन गर्न आउँदैछ, मैले यतिकै रहनु हुँदैन, भगवानले गरुडलाई पठाउनु भयो। अनि
विश्राम गर्नु भएको ठाउँबाट सुदामालाई द्वारका पुर्याइयो। त्यसपछि यसो बिउजेको त ठुल्ठुला घर भएको द्वारका देख्नुभयो। त्यसपछि त्यहाँ गएर बाटामा हिँडिरहेका बटुवाहरूलाई सोध्नुभयो कि द्वारका कहाँ छ बाबु भनेर सोध्नुभयो। तिनीहरूले भने बाबाजी हजुर द्वारकामै आइपुग्नु भएको छ, यही द्वारका। अनि मेरो कृष्ण कन्हैयाको घर कहाँ छ भनेर सोध्नुभयो। तिनीहरूले भने होइन यो को कृष्ण कन्हैया, आजसम्म सुनेका थिएनौँ हामीले, होइन यहाँको राधा जस्ता छन् रे भनेर भनेपछि तिनले भने त्यो महाराज धीराज श्रीपाद सरकार कृष्ण महाराज भन्नुभएको हो भनेर प्रश्न गरे। हो मैले भनेको कृष्णै हो, तर तिम्रो यो विशेषण मलाई थाहा छैन, मैले त पहिलेदेखि कृष्ण कन्हैया भनेको, त्यही भएर कृष्ण कन्हैया भनेको। ए ल ठिक छ, जाँदै गर्नुहोस्, यही सिधा गएपछि त्यो ठुलो दरबार देखिन्छ, त्यही कृष्णको राजधानी हो भनेर ती बटुवाले पठाइदिए। पठाइसके पछाडि सुदामा हिँड्दै हिँड्दै जानुभयो। भागवत अनुसार सिधै भगवानका भक्त सुदामा भगवानको पासमा पुग्नु भएको छ। तर कथाकारहरू बाटामा रोकिनु भयो, द्वारपालहरूले रोके भनेर पनि बताउनुहुन्छ। तर सिधै भगवानका भक्त सुदामा भगवानको दरबारमा जानुभयो। गइसके पछाडि भगवानले देख्नुभयो। देखेपछि जरक्क आफू उठ्नुभयो, आफ्नो सिंहासनबाट भगवानलाई लगेर त्यहीँ राख्नुभयो। राखेर दण्डवत प्रणाम गर्नुभयो, पाउ धुनुभयो। त्यहाँका मान्छेहरू त दङ्ग परे। किमनेन कृतम पुण्यम अवधूतेन भेक्षुणा श्रियाहीनेन लोकेस्मिन् गर्हिते नाधमेन च। ओहो, यिनले कुन जुनीमा के कर्म गरेका रहेछन्, आज भगवान कृष्णले यिनलाई यति प्रेम गरिरहनु भएको छ। जति पनि हेर्ने व्यक्तिहरू थिए, सदस्यहरू थिए, तिनीहरूले भने ओहो यो अवधूत कुन स्वरूपका रहेछन्, आज कृष्णले यति प्रेम गरिरहनु भएको छ। भगवानले यसै भक्तको सम्मान गर्नुभयो, आसनमा राख्नुभयो। र त्यसपछि भन्न थाल्नुभयो ओहो सुदामा हजुर र हामी त त्यतिखेर गुरुकुलदेखिका साथी, गुरुकुलका स्मरणहरू बेला बेला मलाई आइरहने गर्छ। कति आनन्दका साथ गुरुहरूले प्रेम गरेर पढाउनु भएको थियो है हामीलाई भनेर एक आपसमा कुराकानी गर्न थाल्नुभयो। त्यसपछि सुदामा र कृष्णको संवाद चल्यो र सुदामालाई कृष्णले सोध्नुभयो, सुदामा हजुर त जहिले पनि गुरुकुलमा पढेर बसिरहँदा खाली जोगी सन्यासी हुने हालको कुरो गर्नुहुन्थ्यो। पक्कै पनि हजुरले विवाह त गर्नु भएन होला कि विवाह गर्नु भएको छ? हजुरको जहिले पनि बोली त अलि फरक किसिमको हुन्थ्यो, सन्यासी हुने खालको कुरा गर्नुहुन्थ्यो। हजुरले विवाह गर्नु भयो कि भएन भनेर सोध्नुभयो। त्यसपछि सुदामाले भन्नुभयो कृष्ण मैले विवाह गरेको छु, मेरी सुशीला छिन् पत्नी भनेर भन्नुभयो। त्यसपछि सुदामाले सोध्नुभयो कृष्ण तिमी चाहिँ महाका चञ्चले थियौ, तिमीले चाहिँ विवाह गर्यौ कि गरेनौ भनेर सोध्नुभयो। अनि त्यसपछि कृष्णले भन्नुभयो सुदामा मैले पनि विवाह त गरेको छु। कति पुगे ए मेरा त गनी साध्य छैन, अहिले दर्शन गर्न आउँदैछन्, एकछिन तपाईँ चिन्ता नगर्नु। भगवान कृष्णले बोलाउनु भयो, बोलाएर रुक्मिणी सबैलाई बोलाउनु भयो। बोलाइसके पछाडि रुक्मिणी अगाडि आउनुभयो। त्यसपछि सुदामाले आशीर्वाद दिनुभयो, सौभाग्यवती भव पुत्रवती भव, सौभाग्यवती भव भनेर यसरी आशीर्वाद दिनुभयो रुक्मिणीलाई। भगवानले चिनाउनु भयो यी मेरी पत्नी हुन् रुक्मिणी भनेर चिनाउनु भयो, अनन्त आशीर्वाद दिनुभयो। पछाडि एकदम सँगले लाइन लागेर बसेका छन् स्त्रीहरू। भन्ठान्नुभयो उहाँले यी सबै काम गर्ने दास दासीहरू होलान् भन्ठान्नुभयो। त्यसपछि अर्की आइन् जाम्बवती, यी को हुन् भनेर सोध्नुभयो सुदामाले। भगवान कृष्णले भन्नु यी पनि मेरै पत्नी हुन्। दण्डवत प्रणाम गर्नुभयो, आशीर्वाद दिनुभयो, सौभाग्यवती भव पुत्रवती भव आशीर्वाद दिनुभयो। फेरि आइन् सत्यभामा, सत्यलाई पनि को भनेर सोध्नुभयो, यी पनि मेरी पत्नी हुन् भनेर भन्नुभयो। यसरी गर्दै जाँदा अनि भगवानले भन्नुभयो अब सुदामा प्रभु हजुरले यो बारम्बार नसोध्नु, जति पनि लाइन लागेर आएका छन् यी सबै मेरी पत्नीहरू हुन्। भक्तवत्सल भगवानको, कृष्णचन्द्र भगवानको। सुदामा त दङ्ग पर्नुभयो, कृष्ण मैले त्यही एउटैलाई धान्न कुन मुस्किल परेको छ, यो कसरी धाने अब हजुरले? हजुरको लीला त अपरम्पार रहेछ। उतिखेरदेखि गुरुकुलदेखि लीला गर्नेको अहिलेसम्म हजुरको लीला त चलिरहेको रहेछ भनेर भगवान कृष्णको त्यो महिमा देखेर दङ्गदास पर्नुभयो। दिव्य त्यो दरबार देखेर अत्यन्त खुसी हुनुभयो।
र यति भइसके पछाडि जब सुदामा यसो गर त्यो कन्यकाको पोको जो छ त्यो त काखीमा च्यापेर लुकाएर बस्नुभयो। किन भन्दा अब कहाँको यस्तो दरबारमा कस्ता कस्ता भिआइपी वस्तु पदार्थहरू हुन्छन्, यो कहाँको कन्यका मैले दिएँ भने त मेरै बदनाम हुन्छ, कृष्णकै अपमान हुन्छ, हुँदैन दिया भन्ठानेर त्यो निकाल्न खोज्नु भएको थिएन। भगवान कृष्णले अघिदेखि यसो विचार गर्नुभयो र भन्नुभयो प्रभु हजुरले विवाह गर्नुभएको छ, मेरो भाउजू हुनुहुन्छ भन्ने मैले बुझेँ। भाउजूहरूले देवरलाई अत्यन्त प्रेम गर्छन्, त्यसकारण मलाई हजुर मेरी भाउजूले मलाई केही न केही त पठाउनु भएको छ भन्दा अब सुदामा जसँग हुन्छन् पठाउनु त भएको छ, देखाउन मिलेन, मनमनै भन्नुभयो। त्यसपछि अनि भगवान कृष्णलाई सुदामाले भन्नुभयो होइन नि केही पठाएकी छैनन्, देखेको भए पो पठाउनु, देखेकै थिएन, हजुरलाई चिनेकै थिएन, अब माया प्रेम नभइकन कहाँ पठाइन्छ, पठाएकी केही पनि छैनन्, सुशीलाले केही पठाएकी छैनन्। भगवान कृष्णले भन्नुभयो पठाएकी त छैनन्, तर हजुरले आएदेखि यो कुइनो यसो गरेको गरे हुनुहुन्छ, हजुरलाई केही समस्या हो प्रभु, मेरा डाक्टरहरू छन् भर्खरै आएर वैद्यहरूले उपचार गर्छन्, केही समस्या हो भनेर सोध्नुभयो। होइन होइन तर्सिनु भयो अब सुदामा, हो अब मेरो पोल खोलिने भयो। होइन प्रभु मलाई एकदम ठिक छ, यसो आउँदा यसो गर्दा गर्दै हल्का समस्या मात्र भएको हो, केही भएको छैन। सुदामाले बहाना पार्नुभयो। भगवान कृष्णले भन्नुभयो होइन होइन केही न केही पक्कै छ, खै हेरौँ हेरौँ भनेर यसो हात गरेको भागेर पर जानुभयो। होइन प्रभु केही छैन, दौडेर पर जानुभयो। त्यसपछि भगवान कृष्णले भन्नुभयो घुमाउ र सही, कृष्णलाई थाहा छ के आएको छ भन्ने कुरा। भन्नुभयो हेर्नुहोस् सुदामा हजुरको यो स्वभाव त गुरुकुलदेखि अझै पनि गएको रहेनछ, हेर्नुहोस् मलाई जे आफूसँग छ त्यो भएको चाहिँ चढाउने हो। पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयच्छति, जे चिज आफूसँग छ त्यही चिज चढाउने हो। केही भेटिएन भने यही चढाए पनि भगवानलाई हुन्छ, चरत्त च्यात्यो भगवानलाई चढाए। भावना छ भने त्यो भावनाले काम गर्छ। भगवान भन्नुहुन्छ मलाई वस्तु चाहिँदैन, पदार्थ चाहिँदैन, हजुरले जे ल्याउनु भएको छ प्रभु त्यही चढाउनुहोस्, मेरो स्वभाव त यस्तो छ। संकेत गर्नुभयो सुदामा चढाउने अवस्थामा हुनुहुन्थ्यो। त्यसपछि सुदामाले भन्नुभयो, सुदामालाई कृष्णले भन्नुभयो सुदामा तिम्रो गुरुकुलदेखिको यो छट्टु कर्म अझै पनि भागेको रहेन। अब पोल खोल्दै हुनुहुन्छ कृष्ण भगवानले के भन्दै हुनुहुन्छ भन्दा सुदामा एउटा कुरा हजुरलाई याद छ, के कुरा? एकपटक गुरुकुलबाट हामी जंगलमा गुरुले संविदा लिन पठाउनु भएको थियो, गएका थियौँ। हजुर र म सँगै संविदा लिन जाँदा रात पर्यो, गुरु आमाले केही खानेकुरा हजुरलाई पोको पारेर दिनु भएको रहेछ, साथी साथी मिलेर खानु भनेर रातिको समय भयो। त्यसपछि हामी सुत्नका लागि जो रुखमा बसेका थियौँ, बस्दाखेरि राति जाडोले हजुरको दाँत कसरी किटिङ किटिङ गरेको थियो, जसँग हुनुभयो। घटना के भएको रहेछ भन्दा त्यो रातिको समयमा त्यो चना केही खानेकुरा गुरु आमाले त हाल्दिनु भएको रहेछ। सुदामाले यति रहेछ, सुदामाले विचार गर्नुभयो अत्यन्त मलाई भोक लागेको छ, अब यो आधी फाट्यो भने त न मेरो भोक मर्छ न कृष्णको भोक मर्छ, त्यो भन्दा लुकाएर एक्लै खान्छु भनेर सुटुक्का एक्लै खानु भएको रहेछ। रातिको समय थियो, अँध्यारो, अनि त्यो सुतिरहेको बेला सुदामाको दाँत किटिक गर्दो रहेछ। अब सब आएपछि किटिक गर्ने नै भयो। कृष्णले सोध्नुभयो सुदामा के भइरहेको छ, के खाएको भन्दा सुदामाले भन्नुभएछ होइन कृष्ण केही खाएको होइन, यो जाडोले गर्दा अत्यन्त कठिन भयो, त्यही भएर यो जाडोले गर्दा किटी भएको। भक्तवत्सल भगवानको कहिलेकाहीँ अत्यन्त जाडो हुँदा दाँत हुन्छ नि, त्यस्तो हो, त्यस्तै भएको भनेर भन्नुभएछ। र कृष्णले त्यो सम्झिँदै भन्नुहुन्छ सुदामा तिम्रो त्यतिखेरदेखिको यो लुकाउने बानी, एक्लै चोरेर खाने बानी अझै गएको रहेन रहेछ भन्दा त अब सुदामाको के भयो होला? राम बुवा कृष्ण बुवाको त्यतिखेरदेखि सम्बन्ध, त्यतिखेरको केही नराम्रो कुरा आज खोलियो भने के होला? भक्तवत्सल भगवानको ससँग हुनुभयो, सातो गयो। हे भगवान यो कुरा हजुरलाई थाहा थियो प्रभु, कृष्णले भन्नुभयो त्यस कारणले गर्दा हजुरसँग जे छ त्यो गुरु चढाउनुहोस्। सुदामाले भने हेर्नुहोस् कृष्ण हजुरले 2-4 घण्टै प्रवचन गर्नुहोस्, मसँग केही भए पो दिने, केही छैन, अझै पनि लुकाउन खोज्नुभयो, यति भन्दा पनि भएन। त्यसपछि भगवान कृष्णले अब भक्तले चढाएन भने के गर्ने? भक्त आफूमा अर्पित भएको छ,
तर भक्तले मन चढाएन भने के गर्ने भन्दा भगवानले जबरजस्ती लिइदिनुहुन्छ। जानुभयो र यसरी जो च्यापिरहनु भएको थियो खोसेर लिनुभयो, हेर्नुभयो, हेरेर फुकाउँदाखेरि त कनिका। त्यसपछि भन्नुभयो ओहो, कृष्णले भन्नुभयो त्यसपछि ओहो सुदामा, जब मैले गुरुकुल छोडे त्यस दिनदेखि आजसम्म यो खान पाएको थिएँ। आज मैले प्राप्त गरे, आहा यस्तो मिठो परम पवित्र चिज हजुरले ल्याउनु भएको रहेछ, त्यही पनि मलाई चढाउनु भएन। भगवानले भन्नुभयो सुदामालाई कि यस्तो मिठो चिज हजुरले ल्याउनु भयो, तर मलाई प्रभु किन चढाउनलाई विलम्ब गर्नु भएको, यो त मलाई अत्यन्त प्रिय लाग्छ, अत्यन्त मिठो लाग्छ मलाई यो त। भगवान जब भक्त आफूमा अर्पित हुन्छ तर उसले आफ्ना काम क्रोध लोभ मोहको पोको राखिरहन्छ, च्यापिरहन्छ, भगवानको अगाडि गएर पनि आफ्ना कुकर्महरू प्रस्तुत गर्न सक्दैन, तब त्यतिखेर पूर्ण अर्पित भएको भगवानले त्यो अहंकारका पोकाहरू तानिदिनुहुन्छ। किन हामीलाई त डर लाग्छ, हामीले गलत गर्दै गर्दा हामी गलत गर्छौं, तर त्यो मैले यो गल्ती गरेँ भनेर भगवानकै मन्दिरमा गएर पनि भन्नलाई हामीलाई लाज लाग्छ। किन, कसैले थाहा पायो भने के होला भनेर। भगवान त भन्नुहुन्छ जब ममा कोही अर्पित हुन चाहन्छ उसले आफैले चढाए भने त राम्रो कुरा हो, चढाएन भने उसको त्यो सबै अहंकारका पोका राग द्वेष लोभ मोह सबै म तानिदिन्छु। भगवान यो संकेत गर्नुहुन्छ। आफैले भगवानले तान्नुभयो, हातमा लगेर फुकाउनु भयो र त्यसपछि एकपटक लिएर मुखमा हाल्नुभयो। आहा यस्तो प्रिय चिज, यस्तो अमृत समान चिज सुदामा हजुरले लुकाएर राख्नु भएको भनेर पहिलो मुठी खानुभयो। दोस्रो मुठी पनि खान लाग्नु भएको थियो, त्यहीँनिर रुक्मिणी आउनुभयो र च्याप्प हात समात्नुभयो। प्रभु यो महाविभूतिको प्रसाद हजुर एक्लै ग्रहण गर्नुहुन्छ, मलाई दिनुहुन्न? रुक्मिणीले भन्नुभयो। त्यसपछि कृष्णले त्यो दिनुभयो बाँकी रहेको मुठी र भन्नुभयो सबैलाई, सबै यी महाविभूतिको प्रसाद हो देवी, सबैलाई बाँड है भनेर भन्नुभयो। त्यसपछि त्यो प्रसाद सबै बाँड्न थालियो, महाप्रसादको रूपमा बाँडियो। यसरी भगवान कृष्णले आफ्ना प्रिय सखा प्रिय भक्त सुदामालाई घरमा खूब स्वागत गर्नुभयो, प्रेम पूर्वक राख्नुभयो, घोडा पखाल्नुभयो र घोडा पखालेको जो जल छ त्यो जल हाम्रो घरभरि लगेर सिंचन गर सेचन गर, यो परम पवित्र पुण्य तीर्थको जल हो भनेर सबै जललाई सेचन गर्न लाउनुभयो। यसरी अत्यन्त प्रेम गरेर सुदामालाई राख्नुभयो। भोलिपल्ट प्रातःकाल जब भयो सुदामाले धेरै गृहस्थको घरमा बस्नुहुन्न भन्ने विचार गरेर भन्नुभयो कृष्ण अब म जान्छु है, अब मैले जानुपर्छ भनेर भन्नुभयो। त्यसपछि सुदामाले भगवान कृष्ण यति विनय गरिसके पछाडि कृष्णले पनि भन्नुभयो हुन्छ त। पछि सम्झिनुभयो ए कृष्ण भाउजूले तिमीलाई त केही सन्देश पठाएकी थिइन्, के सन्देश पठाएकी थिइन् त भन्दा, अनि त्यसपछि सुदामा भन्नुहुन्छ महिनामा अरु भक्तहरूको एकादशी आउँछ, महिनामा दुईपल्ट भक्तहरूको एकादशी आउँछ, मेरो यो घरमा त अन्न नहुँदा एकादशी नित्य छ। सुदामालाई आफ्नी पत्नीले पठाउनु भएको सन्देश, प्रभु हजुर त केही माग्नुहुन्न मलाई थाहा छ, घरको समस्या त मलाई थाहा छ, प्रभु यति मेरो सन्देश सुनाइदिनु है भनेर भन्नुभएको थियो। त्यसपछि भगवानले जब यो सन्देश सुन्नुभयो आँखाबाट पर्र आँसु खसाल्नुभयो, मेरो भक्तलाई यो किसिमको समस्या, र त्यतिखेर भगवानले भरिपूर्ण बनाइदिनु भयो। सुदामा फर्किएर अब बिदाबारी भएर कृष्णसँग बिदाबारी भएर आउँदै हुनुहुन्थ्यो। आउँदै गर्दा उहाँले बाटामा केही पनि कृष्णले दिनु भएन। बाटामा सोच्दै हुनुहुन्छ क्वाहम दरिद्र पापियान क्व कृष्णः श्रीनिकेतन ब्रह्मबन्धुरिति स्माहं बाहुभ्यां परिरम्भिता। सुदामाको हृदयमा एउटा केही चिज पनि माग्ने इच्छा थिएन। त्यो किसिमले जानु भएको थियो सुदामा, केही माग्ने मन थिएन, त माग्नु पनि भएन। फर्किँदै गर्दा उहाँले भन्नुहुन्छ ओहो प्रभु हजुरको भगवत्ता क्वाहम दरिद्र पापियान, म कहाँको दरिद्र केही नभएको कमजोर व्यक्ति, हजुर कहाँको श्री निकेतन जो लक्ष्मीको पति भएर रहनु भएको हजुर, म कहाँको दरिद्र,
तर प्रभु हजुरले यति ठुलो खाडल हजुर र ममा हुँदा पनि हजुर कहाँ उच्च स्तरको व्यक्ति, म कहाँको तल्लो स्तरको व्यक्ति, म कहाँको पतित ब्राह्मण, यस्तो हुँदा पनि प्रभु हजुरले मलाई के गर्नुभयो? सुदामा सम्झिँदै हुनुहुन्छ, फर्किएर आउँदा भन्नुहुन्छ बाहुभ्याम परिरम्बित प्रभु, मलाई त हजुरले घिन नमानिकन मेरो शरीर गनाइरहेको थियो होला, हजुरको शरीर बास्न आइरहेको थियो, तर त्यस्तो केही प्रवाह नमानी मलाई हजुरले अङ्कमाल गर्नुभयो। हजुरको धन्य होस् प्रभु, हजुर यतिसम्म भक्तका लागि तल झर्नुहुन्छ मैले सोचेको थिइनँ। भगवानलाई वास्तवमा चढाउने भनेको प्रेम हो। संसारमा भगवानलाई मात्र होइन, संसारमा जति पनि व्यक्ति छन्, पशु पक्षी छन्, तिनीहरूलाई पनि जब प्रेमको भाषा हामी प्रयोग गर्छौँ तिनीहरू पनि बसमा आउँछन्। घरमा पालिएको एउटा पशु जसलाई हामीले निरन्तर खाना दिएर प्रेम गरेर केही नाम दिएर बोलाउँदा आफू जाँदा पुच्छर हल्लाउँछ, प्रेमको त्यो भाषा उसले बोल्छ। तर अरू अपरिचित कोही व्यक्ति गयो भने उसले बोक्न थाल्छ। एउटा पशुलाई त प्रेम गर्दा, पशुलाई त स्नेहको भावना प्रवाह गर्दा पशु त आफ्नो बसमा बस्छ भने यो संसारमा त्यो प्रेमले हरेक व्यक्तिलाई बसमा राख्न सकिन्छ। व्यक्तिलाई मात्र होइन, साक्षात भगवानलाई पनि प्रेमको त सूत्रमा बाँध्न सकिन्छ। त्यही प्रेम नै भक्ति हो। हामीले पनि त एक आपसमा मिठो तरिकाले बोलेर कसैको सम्बोधन गर्यौं भने त्यो व्यक्ति ऋणी हुन्छ, किनभने उसलाई आनन्द लाग्छ कि प्रेम पूर्वक व्यवहार गरेका कारण प्रेमले बाँधिन्छ व्यक्ति। त्यही भएर दिएर पुग्ने चिज भनेको श्रद्धा हो, भक्ति हो, प्रेम हो। अरू चिज दिएपछि सिद्धिँदै जान्छ, रित्तिँदै जान्छ, तर प्रेम यस्तो चिज हो जो दिँदाखेरि बढिरहन्छ अनि त्यो लिने मान्छे पनि सन्तुष्ट हुन्छ, दिने मान्छे पनि सन्तुष्ट हुन्छ। जब हाँसेर व्यवहार गर्ने जसको स्वभाव हुन्छ त्यो व्यक्तिले सधैँभरि हाँसेको हाँसै आनन्दको आनन्दको सागरमा डुब्न पाउँछ। त्यसकारण संसारमा दिन सकेर पुग्ने चिज दिएर पुग्ने, लिने व्यक्तिले पनि पुग्यो भन्ने, अथवा लिने व्यक्ति पनि सन्तुष्ट हुने, दिने व्यक्ति पनि सन्तुष्ट हुने भनेको त यही परम पवित्र वस्तु प्रेम हो, श्रद्धा हो, भक्ति हो। सुदामा यही विचार गर्दै गर्दै फर्किनु भएको छ प्रभु हजुरको भगवत्ता। अनि सुदामाको मनमा केही न केही त अब घरको त्यो अवस्था छ, जाँदाखेरि केही न केही लिएर जान त पर्ने हो भन्ने मनमा केही न केही त थियो। पिता भएपछि पिताको आफ्नो कर्तव्य पुरा गर्न पाए हुन्थ्यो भन्ने भावना थियो। अभाव पुरुष जातिले देखाउँदैनन्, समस्यामा पुरुष जातिले आफ्नो प्रस्तुति दिँदैनन्, उनीहरूले परेको पीडा लुकाएर बस्छन्, एकान्तमा प्रस्तुत गर्छन्। त्यही संकेत यहाँ देखिएको छ। सुदामा जब फर्किएर आइरहनु भएको छ उहाँले मनमा विचार गरिरहनु भएको छ, भगवानले मलाई धन किन दिनु भएन? अधनोयं धनं प्राप्य माद्यन् उच्चैर्न मां स्मरेत् इति कारुणिको नूनं धनं मे भूरिना ददत्। मलाई भगवानले भूरि ना ददात, भगवानले मलाई धेरै सम्पत्ति दिनु भएन। किन थाहा छ? किनभने एउटा अकिञ्चन व्यक्तिले, गरिब व्यक्तिले ठुलो चिज प्राप्त गर्यो भने त्यसलाई सम्हाल्न सक्दैन। त्यसले म निर्धन, म धन नभएको व्यक्ति, मैले धेरै सम्पत्ति प्राप्त गरेँ भने त मैले जो सम्पत्ति दिने परमात्मा हो त्यो परमात्मालाई मैले बिर्सिन्छु। यही भनेर मेरो भगवान करुण हुनुहुन्छ नि त, कारुणिक हुनुहुन्छ, अत्यन्त प्रेमी हुनुहुन्छ मेरो भगवान। अतः मेरो भगवानले मेरो कल्याणका लागि मलाई धन सम्पत्ति दिनु भएन। धन्य हो प्रभु, यो भावना छ। जानु भएकोमा कुनै चिज वस्तु प्राप्त गर्छु भन्ने एकरति अभिलाषा छैन। यद्यपि अभावको कारणले गर्दा केही दिनुहुन्छ कि भन्ने त थियो, तर प्राप्त नहुँदा पनि असन्तुष्टि छैन। ठिक छ, कहिलेकाहीँ अपेक्षा गरिन्छ, अपेक्षा गरे जस्तो नहुँदा पनि असन्तुष्ट भने हुनु हुँदैन। ठिकै छ, मेरो भाग्यमा यही नै रहेछ भनेर त्यसलाई सन्तुष्टि हुनुपर्छ त्यो चिजबाट। सुदामाको यो प्रसङ्गबाट हामीले यही नै बुझ्छौँ, सुदामा सन्तुष्ट हुँदै फर्किनु भएको छ। तर जब फर्किँदै हुनुहुन्थ्यो त्यहाँ विचित्र भयो। आफ्नो जो कुटी थियो त्यो कुटी भएको ठाउँमा आएर हेर्नुहुन्छ, त्यहाँ त ठुलो किसिमको दरबार भइसकेको। सुदामाले विचार गर्नुभयो, ओहो
भगवानले मेरो भएको एउटा अहंकारको पोको सन्तान अनि भएको अलिकति यो मेरो घर कुटी थियो, त्यो पनि भगवानले लगिदिनु भएछ। यही सोच्दै सोच्दै आउँदै हुनुहुन्थ्यो। तर यो सोच्दै सोच्दै आउँदै गरेको सुदामा जब घरको नजिकै आइपुग्नु भयो, घर थिएन, त्यहाँ बिल्डिङ बनिसकेको थियो, त्यहाँ त बाजा गाजाका साथ त्यहाँ त मान्छेहरू आइरहेका छन्। कुनै एकजना स्त्री हातमा थाली लिएर आइरहनु भएको छ। सुदामाले यसो विचार गर्नुभयो, कोही महाविभूति आउँदै हुनुहुन्छ, त्यसकारण यो महोत्सव चलिरहेको छ। यसो कुना पसेर यसो साइड लागेर कुना पसेर नमस्कार गरेर सुदामा बसिरहनु भएको छ। त्यो जो आरती लिएर आएकी स्त्री हुन्, त्यो स्त्री त त्यतैतिर आइन् जहाँ सुदामा कुरुक्क परेर बस्नु भएको छ कुनातिर। त्यहाँ आएर अगाडि आएर आरती गर्न थाल्छिन्। यसो हेर्नुहुन्छ सुदामा, यो कसले मलाई आरती गरिरहेको छ? पाउमा हेर्नुभयो, हेर्दै जाँदा त त्यो पाउ त चिने चिने जस्तो लाग्यो। यसो हेर्दै जानु भएको, अनुहार हेर्नुहुन्छ, अनुहार त कतै कतै देखेको मान्छे जस्तो लाग्यो। त्यो देखेको मान्छे को थियो भन्दा आफ्नै पत्नी सुशीला हुनुहुन्थ्यो। तर के भयो त भन्दा दरिद्र स्वभावमा देखेको जहिले पनि आँसुका ढिक्का बगेका मात्र थिए, श्रृंगार पेटार केही थिएन। अब भगवानले त्यहाँ त दरबार बनाइदिनु भयो, त अनन्त ऐश्वर्य प्रदान गर्नु भएछ। त्यसपछि सबै घर गहना लगाएर चिटिक्क परेको साडी ब्लाउज घर गहना चिटिक्क परेर आउनु भएको, आउँदा त दिव्य स्वरूपमा चिन्नु भएन। त्यसपछि यसो हेर्नुभयो, प्रभु हजुरले मलाई चिन्नु भएन भनेर बोल्नु भएको, बल्ल चिन्नुभयो। ए सुशीला तिमी? बल्ल सुदामा भन्नुहुन्छ, ओहो सुशीला, यो कसरी भयो भन्दा प्रभु यो त भगवान श्रीहरिले गरिदिनु भयो। आँखा बन्द गर्नुभयो, प्रभु हजुरसँग मैले केही नमागेको, तर हजुरले केही नमागिकन संसार दिनुभएछ। प्रभु हजुरको दया, भक्त प्रतिको हजुरको यो विश्वास, जय हो प्रभु। द्वारकावासी भगवानको। यसरी भगवानले अनन्त ऐश्वर्य दिएर सुदामालाई पनि कल्याण गर्नुभयो र पछि सुदामाले यो अनन्त ऐश्वर्यलाई पनि त्यागेर भगवानको भक्ति गर्दै गर्दै आफ्नो जीवन व्यतीत गर्नुभयो। र एकपटक सूर्य ग्रहणको समय रहेको थियो। त्यो सूर्य ग्रहणको समयमा प्रभासमा सबैजना भेला हुनुभयो। प्रभासमा सबैजना भेला हुनुभयो, तीनै पक्षबाट, द्वारकाबाट, मथुराबाट अनि त्यसपछि गोकुलबाट पनि सबैजना आउनुभयो। एक ठाउँमा भेट भयो। भेट भएपछि गोपिनीहरूले पनि भगवानको दर्शन गरे धेरै लामो समयपछि। र त्यसपछि एक आपसमा कुरा भयो। द्रौपदीले सोध्नुभयो भगवानका पत्नीहरूलाई, भगवानलाई हजुरहरूलाई भगवानले कसरी विवाह गर्नुभयो? एक एकलाई सोध्नुभयो। सबैले आफ्नो बेल विस्तार बताए। जब नारदजीलाई वसुदेवले सोध्नुभयो, नारदजी मेरो पुत्रलाई कृष्णलाई यसरी सबैले किन यति धेरै प्रेम गरिरहेका छन्, किन यस्तो गरिरहेका छन् भनेर प्रश्न गर्नुभयो। त्यसपछि नारदजीले उपदेश दिनुभयो, हजुरको पुत्र सामान्य हुनुहुन्न, परब्रह्म परमात्मा हुनुहुन्छ। देवकीले थाहा पाउनुभयो, आएर प्रार्थना गर्नुभयो, प्रभु हजुर त परब्रह्म परमात्मा हुनुहुन्छ रे। त्यसकारण मेरो एउटा हजुरले गुरुलाई आफ्नो विद्या हासिल गरिसके पछाडि आफ्नो गुरुलाई हजुरले पुत्र ल्याएर दिनुभएको थियो रे। मैले त्यो सुनेको थिएँ, जानेको थिएँ। त्यसकारण मेरा जो वध भएका, कंसले वध गरेका 6 जना सन्तानहरू छन्, तिनीहरूको राम्रोसँग मैले अनुहार हेर्न पाएको छैन। प्रभु मेरो यति इच्छा छ, हजुर यदि परब्रह्म परमात्मा हुनुहुन्छ भने ती बच्चाहरूलाई एकपटक हेर्ने इच्छा छ। परमात्मा सुत्तल लोक जानुभयो र आफ्ना 6 वटा दाजुहरूलाई लिएर आउनुभयो, आमाको काखमा राखिदिनु भयो। त्यसपछि आमाले सबैलाई स्तनपान गराउनु भयो, दुध पिलाउनु भयो। भगवानले पिएर बाँकी रहेको दुध सबैले ग्रहण गरेका कारणले गर्दा तिनीहरू सबैको कल्याण भयो। पित्वा मृतं पयस्तस्यः पीतशेषं गदाभृतः नारायणांग संस्पर्श प्रतिलब्धात्मदर्शना। भक्तवत्सल भगवानको, भगवानका सबै दाजुहरूको कल्याण भयो। र यिनै प्रसङ्ग सँगसँगै अब समय भइसकेको छ, मध्याह्नकालीन समय भइसकेको छ। हामी आरतीतिर उन्मुख हुन्छौँ र यसपछि आरती पछि जो थोरै अल्पाहार फलाहार केही हामी आहार गर्छौँ र त्यसपछि भने हामी अर्जुन र सुभद्राको विवाह प्रसङ्ग श्रवण गर्नेछौँ।
एकदम दिव्य छ विवाह प्रसङ्ग नछुटाउनु होला। भोक लाग्यो भने यहाँ प्रसाद लिनु होला र त्यसपछि प्रसाद लिएर त्यो दिव्य लीला चरित्र पछि वर्णन हुन्छ। सुभद्रा र अर्जुनको प्रसङ्ग पहिलो सुरुमै आउँछ र त्यसपछि हामीले भगवानका कीर्तन गर्दै गर्दै गुण चिन्तनहरू गर्दै गर्दै साँझ 4 बजे पछिको समयमा हामीले भगवानमा तिल चढाउने छौँ कथा सकिएपछि। र तिल चढाइसके पछाडि अनि हाम्रो भगवानको संकीर्तन गर्ने, त्यसपछि लाखबत्ती बाल्ने आदि कार्यक्रमहरू रहेका छन्। सबै हजुरहरूलाई आजको दिन हो, भोलि त यति बजे हाम्रो गाडी आइपुग्छ, हामी टाटा बाई गरिसक्छौँ। त्यस कारणले गर्दा आज धैर्य भएर हजुरहरू बस्नु होला भन्ने अनुरोध गर्दै यी बाणीहरू भगवानका गुण चिन्तन गाइएका शब्दहरू बाणीहरू भगवानकै चरणमा अर्पण गर्दै आरतीतिर उन्मुख हुँदछौँ। राधा रमण भगवानको, श्री कृष्ण चन्द्र भगवानको, भागवत भगवानको, युगल सरकारको, साम सदाशिव भगवानको, वैदिक सत्य सनातन धर्मको। ओम नमः पार्वती पतये।